नमस्कार साथीहरू, ट्राभल अनमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामीहरू यात्रा गर्दैछौँ नेपालको सुदूरपश्चिम प्रदेश डडेलधुराको मुटुमा अवस्थित आस्था, विश्वास र धार्मिक महत्त्वको भरिएको पवित्र तीर्थस्थल उग्रतारा माताको मन्दिर। सदियौँदेखि लाखौँ श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको यस मन्दिर केवल धार्मिक महत्त्वको मात्र बोकेको छैन, यसले सुदूरपश्चिम प्रदेशको इतिहास, संस्कृति र परम्परालाई पनि जीवन्त बनाएको छ। यस भिडियोमा हामीले उग्रतारा माताको पौराणिक कथा, मन्दिरको इतिहास, धार्मिक महत्त्व, यहाँ मनाइने प्रमुख पर्व तथा मन्दिर वरिपरिको मनमोहक प्राकृतिक सौन्दर्यको यात्रा गराउनेछौँ। यदि तपाईँले नेपालको धार्मिक र तथा पर्यटकीय गन्तव्यहरूको बारेमा जान्न मन पराउनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरी सुरु गरौँ हाम्रो आजको आध्यात्मिक यात्रा, उग्रतारा मन्दिरको यात्रा। जय उग्रतारा माता। डडेलधुरा सदरमुकामबाट करिब 5 किलोमिटर उत्तरतर्फ रहेको यो मन्दिर भगवती दुर्गाको उग्र स्वरूप उग्रतारा मातालाई समर्पित छ। सुदूरपश्चिमको प्रमुख शक्तिपीठहरूमध्ये एक मानिने यस मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारतका उत्तराखण्ड र उत्तर प्रदेशको समेत हजारौँ श्रद्धालुहरूको दर्शन गर्न आउने भिड लाग्ने गर्छ। यहाँ पुग्ने बित्तिकै घन्टीको मधुर ध्वनि, धूपको सुगन्ध र भक्तजनको श्रद्धाले मनको एक अद्भुत आनन्दको शक्तिको अनुभूति गराउँदछ। स्थानीय जनविश्वास अनुसार धेरै वर्ष अघि किसानले खेती जोत्ने क्रममा देवीको मूर्ति भेटाएका थिए। त्यसपछि उक्त स्थानलाई नै पवित्र मानी यहाँ मन्दिर स्थापना गरिएको विश्वास गरिन्छ। समय सँगसँगै यो स्थान सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध देवीको मन्दिरको रूपमा परिचित भयो। भक्तजनहरूको विश्वास छ कि उग्रतारा माताले आफ्नो भक्तहरूको रक्षा गर्नुका साथै साहस, समृद्धि, स्वास्थ्य र सफलताको आशीर्वाद प्रदान गर्नुहुन्छ। विशेष गरी बडा दसैँ, चैते दसैँ तथा अन्य धार्मिक अवसरमा यहाँ हजारौँ श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ। मन्दिर परिसरमा वैदिक मन्त्र, पूजा, आराधना, परम्परागत बाजागाजा र धार्मिक उत्सवहरूले सम्पूर्ण वातावरण भक्तिमय बनाइदिन्छ। यो पर्वहरू केवल धार्मिक कार्यक्रमका लागि मात्र नभई सुदूरपश्चिमको संस्कृति, परम्परा र सामाजिक एकताको उत्कृष्ट उदाहरण हो। हेलो साथीहरू, माथि देखिरहेको चाहिँ उग्रतारा हो अनि हामी दुईजना दाजुभाइ यहाँ छौँ, देख्नु सक्नुहुन्छ। धार्मिक महत्त्वसँगै उग्रतारा मन्दिर प्राकृतिक सौन्दर्यको दृष्टिले पनि निकै आकर्षक छ। हरियाली जङ्गल, शीतल हावा, पहाडी भूदृश्य र शान्त वातावरणले यहाँ आउने हरेक पर्यटकलाई मन जित्न सक्छ।
यदि तपाईँले आध्यात्मिक शान्ति खोज्दै हुनुहुन्छ, नयाँ गन्तव्य खोजिरहनु भएको छ वा नेपालको सांस्कृतिक सम्पदा नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने उग्रतारा माता मन्दिर तपाईँको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ। उग्रतारा माता मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो विश्वासको केन्द्र हो। यो सुदूरपश्चिमको पहिचान हो। यो पुस्तौँदेखि पुस्ता हस्तान्तरण आएको आस्था, संस्कृति र सम्पदाको अमूल्य उपहार हो। यदि तपाईँहरू डडेलधुरा पुग्दै हुनुहुन्छ भने एकपटक अवश्य उग्रतारा माताको मन्दिर दर्शन गर्नुहोला। यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले तपाईँहरूको यात्रा स्मरणीय बनाउनेछ। यदि तपाईँहरूले हाम्रो यो यात्रा मन पराउनु भयो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्ट पनि गर्नुहोस् र नेपालका यस्ता सुन्दर र धार्मिक गन्तव्यहरूको यात्रा गर्न र हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। फेरि अर्को रोमाञ्चक यात्रामा भेटौँला। धन्यवाद। जय उग्रतारा माता।